भक्तजनहरू आज शनिबारको दिन हाम्रो छिमेकी जिल्ला गोर्खाबाट आरुघाट युवा क्लबका साथीहरू आएर निशुल्क रूपमा पानी फलफुल लगायत एम्बुलेन्स सेवाको पनि सुविधा दिइराख्नु भएको छ। हाम्रो क्लबका साथीहरू यहाँ हाम्रो प्राथमिक उपचार शिविर अगाडि बसेर चाहिँ सेवा गरिराख्नु भएको छ। यहाँ मैले देख्दैछु हाम्रो आरुघाट युवा क्लबको हाम्रो एकजना एकदम जुझारु युवा हुनुहुन्छ शोभित सर, उहाँलाई म केही दुई शब्द राख्नको लागि अनुरोध गर्दछु। प्रभु सर, यो त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर 1 मा अवस्थित पवित्र तीर्थ स्थल धाममा चाहिँ आज हामी यो चाहिँ आरुघाट युवा क्लब पनि एज अ स्वयंसेवकको रूपमा चाहिँ आज यस पवित्र तीर्थस्थलमा जोडिन पाउँदा एकदम निकै नै आभार एवं खुसी व्यक्त गर्न चाहन्छौँ र यसको लागि चाहिँ सहजीकरण गरिदिनु भएकोमा प्रभु सर लगायत सम्पूर्ण यो आयोजक र त्रिपुरा सुन्दरी गाउँपालिकाप्रति पनि हामी आरुघाट युवा क्लबको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र सँगसँगै यो पवित्र तीर्थस्थलमा जुन तरिकाको यो समन्वय म्यानेजमेन्ट र जुन तरिकाले आयोजक सचिवालयले जुन तरिकाको मेहनत गरिरहनु भएको छ, विभिन्न देशको विभिन्न धार्मिक स्थल विभिन्न ठाउँबाट चाहिँ पवित्र तीर्थहरू आइरहँदाखेरि आज मैले धेरै मान्छेहरूसँग रिभ्यू पनि लिएँ र निकै नै उत्कृष्ट म्यानेजमेन्ट र निकै नै सरल र सहज तरिकाले चाहिँ आज तीर्थस्थानदेखि लिएर चाहिँ मुख्य मन्दिरहरूसम्म चाहिँ उहाँहरूले चाहिँ दर्शन गर्ने वातावरण मिलाएको छ भन्नुभएको छ। यो त्यसैले गर्दाखेरि यो आयोजक परिवारप्रति पनि हामी आभार व्यक्त गर्न चाहन्छौँ। यो सँगसँगै हामीले उहाँहरू निस्किसकेपछि आरुघाट युवा क्लबको तर्फबाट चाहिँ हामीले एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ आरुघाट युवा क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ हामीले निःशुल्क फलफुल यो तीर्थ भक्तजनहरूलाई यसरी नै फलफुल वितरण पानी वितरण लगायत चाहिँ हाम्रो एउटा स्वास्थ्यको टिमै सहित हामी एउटा प्राइमेरी हेल्थको चाहिँ फर्स्ट एडको टिम सहित र हामीले एम्बुलेन्स सेवा पनि हामीले सम्बन्धित ठाउँसम्मको लागि चाहिँ हामीले चाहिँ निःशुल्क चाहिँ आज हामीले सेवा गरिरहेको छ र हामी आरुघाट युवा क्लब चाहिँ निकै नै एउटा सम्पूर्ण टिम हामी एउटा हर्ष पनि छ र हामीलाई एउटा यो पवित्र तीर्थस्थलसम्म चाहिँ हामीलाई आएर चाहिँ स्वयंसेवकको भूमिकामा र यसरी सम्पूर्ण यो भक्तजनहरूसँग जोड्ने अवसर दिएको आयोजक परिवारप्रति पनि हामी आभार व्यक्त गर्न चाहन्छौँ। हस्, धन्यवाद। हामी चाहिँ एकदमै आरुघाट युवा क्लब प्रति चाहिँ नरसिंह धाम क्षेत्र सम्पूर्ण परिवार चाहिँ एकदमै कृतज्ञ छ। आगामी दिनहरूमा पनि यहाँहरूको सहयोगको हामी एकदमै अपेक्षा गर्नेछौँ। यहाँहरूको सहयोग निरन्तर रहनेछ भन्ने हामीलाई आशा छ। ल, धेरै धेरै धन्यवाद। यत्रो भिडभाडमा आएर सहयोग गरिदिनु हो। नृसिंहदेव भगवानले तपाईँहरूको सधैँभरि कल्याण गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वस्त छौँ। ल, जय होस्, जय होस्। ल।